हेलो गाइज, म चाहिँ छु अहिले तपाईँको सुनादा यो इन्द्राली वाटरफल्समा छु है। अब तपाईँको यहाँनिर वाटरफल्स देखाउनु जाँदैछु म है। यो चाहिँ हाम्रो सानो बडेको फल्स हो, माथिबाट जो बगेर आउँदैछ पानी। अन्त अब अझै अगाडि गएर म अझै तपाईँहरूलाई देखाउँदैछु। म चाहिँ अहिले जाँदैछु ट्र्याकिङ गर्दै गर्दै। यहाँबाट हल्का झलक चाहिँ हेरिहाल्नुहोस्। अब छेउछेउबाट म जान्छु, हेर्नुहोस्। अब ब्युटिफुल ग्रिननेस इन दार्जिलिङ। यहाँ हेर्नुहोस् वाटरफल हेर्नुहोस्। यहाँबाट चाहिँ तपाईँहरूले ट्रेकिङ गरेर पनि जानु सक्नुहुन्छ। कलेज भ्याली छ। यहाँबाट ट्रेकिङ गर्नुको लागि करिबन 2 किलोमिटर जस्तै पर्छ। अगर घुमेर जानु छ भने चाहिँ यहाँबाट चाहिँ गाडी चाहिँ जानु सक्दैन। अब चाहिँ हिँड्दैछु सिँढीमा। यहाँबाट चाहिँ गाडी जानु सक्दैन। यहाँबाट ट्रेकिङ गरेर चाहिँ जानु सक्छ। यहाँनिर चाहिँ बाँसको एउटा सानो बडेको पुल बनाइदिनु भएको। यहाँबाट चाहिँ पुलबाट चाहिँ जानुपर्छ। हेर्नुहोस्, अघिको अर्कै थियो, यो अर्कै हो। वाटरफल जाने बाटो अलिकति डेन्जरसै छ। बाटो चाहिँ अलिकति खराबै छ है। अब हेर्नुहोस्, जाँदैछु। अब अहिले पनि अलिक टाढो छ। मन्जिल हाम्रो अहिले टाढो नै छ। हम जा रहे हैं। आइया, सिडी छ। ए हेरिहाल्नुहोस्, सानोबडेको बाटो छ। त्यसो अब चाहिँ इन हुँदैछ हामीहरू। यो चाहिँ हाम्रो इन्द्राणी वाटरफल्स। ग्रिननेस अफ दार्जिलिङ। यो चाहिँ हाम्रो माथिबाट आउँदैछ वाटरफल्स। यो हेरिहाल्नु।